पाइसके अनि हेर्नु न मैले बिजनेस राखेको माइला दाइले मलाई गाली गरिरहेछ मैले थाहा पाइसके के ब्रान्डेड दाइसँग हैन मैले थाहा पाइसके मैले थाहा पाइसके ब्रान्डेड दाइसँग हैन बिजनेसको माहौलै छैन मलाई कस्तो गाली गरेको भने दिउँसो अदा कसम सबैले रेकर्ड गरेर हालेको कसले गाली गर्थ्यो माइला दाइले हैन उसको बिजनेस पनि त्यही दिन बिग्रात रहेछ त अनि त्यही भएर होला नि तिमीले फेरि 15 तारिखमा रहेछ कि अनि मलाई गाली गरेको के के दाइको नि 15 मा के है 15 मा काम पाए दिमाग खराब बर्थडेमा बर्थडे पनि एनिभर्सरी घर सर्नु जापनि बिमार आफुले राखेर उनी ठीक गरौ एड्रेस राख के हुन्छ मेरो भ्युअर तिमी लाओ सिधै मलाई कति गाली गरेको रबिन दाइ कसम दिउँसो तपाईले कसम रेकर्ड गरेर आउँछ त्यहाँ बडे यार ब्रान्डेड उसको आफ्नो मान्छे त्यही भएर हुन्छ भनेर बाजे के बाजे त्यो दिन तपाई र म पोखरा फेवातालमा घुम्न जाने कसैलाई भ्युअर्स नदिने काम पाखाले के मेरा उल्टा बाजे त्यो दिन तपाई र म पोखरा फेवातालमा जाने के अनि के पोखराको फेवाताल भित्र अनि के डुबाएर अनि त्यहाँ के गर्ने त अनि पोखराको फेवाताल भित्र छिरेर अनि जन्माउने म श्रीमतीले फोन गर्थे बाउलाई है लिमिट क्रस भएर है मलाई श्रीमतीले मलाई फोन व्हाट्सएपमा फोन मात्र गर्नु बाँकी छ ल त्यो दिन तामाङनीलाई चाहिँ दिनु ल तामाङनीलाई चाहिँ दिनु भ्युअर्स त्यो दिन लाग्यो अहिले मान्छेले गाली गर्छ अहिले भर्खर मान्छे गेम खेलेर नाटक गर्छ तपाईलाई दिनु पर्यो तामाङनीलाई फर्स्टमा दिनु माइलदालाई पनि सेकेन्डमा दिनु म त कसैलाई दिन्न दुनियाँलाई भ्युअर दिन्छ लास्टमा पोजिसन गर्ने बेलामा कसैले आएर जिताउने होइन कसैले गर्दैन यत्राको कसैलाई दिने तपाईँ यहाँ चुप लाएर मेरो कुरा सुन्नु पहिला तपाईको नाम अबदेखि भ्युअर्स कम्पनी हो टिकटकमा सबैलाई भ्युअर्स दिने मान्छे सुस्मिता तिम्रो कति बेला हो 8:30 मा माइल दाइको 8:45 मा रहेछ म यहाँ ओ 9 बजे लाग्यो 8:30 बजे काट दिनु मैले गगन जी वेलकम आउनु 10-11 बजे आउनु पर्दैन कस्तो लाइभ आउने टाइम 9 बजे हो तामाङ नि तिमीले कस्तो टाइममा राखे त अनि गाइस रोज त्यतिखेर आउनु हुन्छ हैन कहिले त अनि 8 बजे अब तिमीलाई साढे आयो भने हो नत्र त बाजे 9 बजे आउँछ जहिले लाला त्यतिखेर तामाङको लागि भनेर 8:30 बजे आयो थ्यांक यू गाइस रोज हिजो एकजना बोल्दा मैले भ्युअर दिएँ मगर्ने महिलालाई बिचराको सपोर्ट कोही पनि रहन्छ यार हेर न यार 1 लाख बिग म्याच भन्ने 1 लाखको थियो यार टुन्यो गेम थियो यार उसको चाहिँ कति आयो उतापट्टि 2 लाखको जित्यो 1 लाख टुन्यो बिचरा बिग म्याच भन्ने यार भ्युअर मात्र 10,000 बिचरा के गर्ने यार कस्तो निराश भयो त त्यो बिचरा कति राखेको बिग म्याच यार कहाँ जानु म मेरो बर्थडे गाइस राख्नु पर्छ बर्थडेको दिन बिग म्याच गर्ने कहिले हो दाइको बर्थडे 23 गते हो यही 23 गते बैशाखको 23 गते बिग म्याच गर्ने ल कमला मगर तपाईहरु म बिग म्याच गर्ने ल बाजे तपाईहरु म मात्रै बिग म्याच गर्ने के अरु कसैलाई नबोल्नु फेरि पनि बिग म्याच हाम्रो मालदाइले के घर सल्ला पनि बिग म्याच दशैं आए पनि बिग म्याच नयाँ वर्ष आए पनि बिग म्याच बर्थडे आयो बिग म्याच गुवा हैन बिग म्याच गुवा आफ्नो हुँदैन यार मालदाइले देख्यो भने मार्छ गाइस मैले ट्रोल गर्दै मालदाइले बोल्दै गाली गर्दै तिमीला मैले बिग म्याच राखेर के हो त्यो तामाङ सुस्मी भन्ने केटी पनि बाउलाई चाहिँ जति बेला मैले राखे त्यही बेला बिग म्याच राखेछ भन्ने कराउँदैन
मेरोमा बिग म्याच राखेको बर्थडे टाइगर रोलको मेरोमा बिग म्याच राखेको भने राज दाईलाई गाली गरिसक्यो लुते कुकुरलाई गाली गरिसक्यो बिउलाई गाली गर्यो उनीहरूले प्लान गरेर बिग म्याच राख्न लगाएको रे भनेर गाली गरेर केही छैन त्यहाँ अघि कम त तनाव भएको थियो नि हाम्रो सपनाजीको बिग म्याच कहिले हो ओ सपनाजी म त बिग म्याच राख्दिनँ है किन हो त्यस्तो अलिअलि आउने पनि त्यो पनि सुख छ हो यार दिमाग के हुनुपर्छ के मेरा मसँग नि भियर प्रशस्त हुन्छ र म राख्दिनँ किनभने ऱ्यान्डमली राख्नु हजुरले पनि हो जे हुन्छ यो खासमा राख्ने कुरा होइन र के हो नि मैले त फर्स्ट टाइम राख्नु लाग्यो त्यो अब बिग म्याच राखे पछाडि सपोर्ट नै हुन्छ अलिअलि आएर फुल मार्ने पनि मार्दैन तपाईँलाई पनि ओके हग्ने बेला पनि बिगा बाजेले हेर्नु न मलाई भाउ दिँदैन हेर्नु न मेरो दिल तोडी मलाई छोडी अरूसँग जोडी कुरा गरी मलाई भाउ दिँदैन बाजेले कहाँ जानु म कहाँ जानु मेरो मायाले बाजेलाई पुग्दैन दुनियाँको माया पाउँछ भाइ म के गरौँ हाम्रो छोरा जन्मेको छ तिमीहरू दुवैजना बाजेदेखि साइड लाग्ने है मैले भनिदिइसक्यो छोरा जन्मियो अरे